दर्शन नमस्ते सम्पूर्णलाई मित्रहरूलाई। आज चाहिँ म मेरो आफ्नो बेडरुम र म बस्ने ठाउँ म देखाइरहन गइरहेको छु। हुनु त यो किन देखाएको होला भनेर होइन, परदेशमा हामी यसरी काम गरेर बस्छौँ। यो मकी भन्ने कम्पनीमा म काम गर्छु कि, सो मकी कम्पनीले दिएको फेसिलिटी रुमहरू म देखाउन लागिरहेको छु है। त्यहाँ चाहिँ म गएर कहिलेकाहीँ बस्ने रेस्ट, अनि यो चाहिँ आफ्नो यहाँ चाहिँ कपाल सपाल बनाउने, केस कोर्ने होइन, लुगासुगा लाएर चटचुटे बस्ने। यो चाहिँ मेरो सुत्ने रुम भयो है। यतातिर चाहिँ मेरो लुगाहरू झुन्डाउने यसरी होइन, आफ्नो लुगाहरू होइन, ड्रेसहरू, ड्रेसको लुगाहरू यसरी झुन्डाउने। सो यहाँ त आफ्नो सामानहरू राख्न सकिन्छ, माथि ब्यागहरू राख्न पनि सकिन्छ। र यसैमा म किचनतिर लाग्दैछु। किचनतिर पनि एकदम भनौँ न, खानासाना बनाइ खाने होइन, लुगा धुने होइन, स्टोरहरू चाहिँ यस्तरी हुन्छ। यो स्टोर आफूले चाहिँ राम्रो सरसफाइ गरेर राख्नुपर्ने हुन्छ। खर्सानी धुले यो के राख्ने, चामल राख्ने हुन्छ होइन। अनि त्यहाँ रोटी हात सात धुनुको लागि यहाँ छ, धन्दा गर्नुको लागि होइन। सो त्यहाँनिर थालबटुवा राख्ने। त्यसपछि कहिले अब चिसो भयो भने ततै खानुको लागि ओभन सोभन पनि दिएको छ होइन। अनि त्यसपछि माथि एक्जिस्ट फ्यान हुनुपर्छ। यहाँ आउनुहोस्, यहाँ खाना पकाएर चाहिँ यहाँबाट धुवा निक्लेर माथि गएपछि धुवा त बाहिर पास हुनु पऱ्यो नि होइन, नत्र त्यो माछा पकायो, गुन्द्रुक पकायो, सेनहरू सबै लुगामा गएर टाँसिन्छ कसो। अनि बिहान लाउँदा त्यो पर्फ्युम छैन भने सिद्धो गुन्द्रुक गनाउने के हो। यो चाहिँ लुगासुगा धुने यसरी होइन त। सो हामी फ्रिजमा पनि कहिलेकाहीँ यस्ताहरू राख्ने गर्छौँ। फ्रिजमा कहिलेकाहीँ सामान ल्याएर राख्ने, के र उब्रेको चिजहरू खानु राख्नु पनि हुन्छ यसरी। यहाँनिर चाहिँ अब यो ब्ल्याङ्केट भन्छ यसलाई, फायर ब्ल्याङ्केट। यो चाहिँ कस्तो कन्डिसनमा चाहिँ युज गर्ने भन्दाखेरि चाहिँ अब जस्तै आगोमा अगेनो खाना पकाइरहेको ठाउँमा त्यहाँ आगो लाग्यो भने चाहिँ तेलमा धुवा अथवा आगो लाग्छ, त्यतिखेर चाहिँ झप्पै किने पानीले भिजाउँदा त भिज्दैन। सो यसले लगेर छ्याप्पै छोप्ने, ब्ल्याङ्केट तानेर निकालेपछि तानेपछि ब्ल्याङ्केट आउँछ। अब यता इलेक्ट्रिक घरमा छ, आगो लाग्यो, इलेक्ट्रिक सम्बन्धी कुनै ठाउँमा आगो लाग्यो होइन, अप्ठ्यारो ठाउँमा भने यो नोजल ठ्याक्कै तान्ने, अनि यो प्रेस गरेर ठ्याक्कै बसेर जुन आगो लाग्दै गरेको ठाउँमा चाहिँ हान्नुपर्छ। जस्तो आगो अब यहाँ माथि यहाँ जल्यो नि त, यसले चाहिँ यहाँ राखेर हान्नुपर्ने हुन्छ है। यसलाई चाहिँ भनौँ पाउडर फर्म हुन्छ होइन, हाइड्रोजन भन्छ होइन। यहाँ देखाइरहेको छ होइन, CBEO हुन्छ होइन, E लेभल, B लेभल, C लेभल, D लेभल, F लेभल होइन। यस्तो धेरै प्रकारका हुन्छ। यो सेक्टरतिर गयो भने फेरि अर्कै कुराहरू धेरै आउँछन् होइन। सो यहाँनिर चाहिँ हामीलाई यहाँ सेफ्टी बारे पनि टास्क दिएका छन् यहाँनिर होइन। यो अब यहाँ घन्टी बेल आउँछ, यहाँ बाहिर जाने होइन, बाहिर होइन। सो एसी चलिरहेछ, चिसो छ। यहाँ चाहिँ गएर अब खानासाना ठ्याक्कै बसेर खाने यहाँ होइन। बसेर खाएपछि आनन्द पनि हुन्छ होइन। यहाँ टिभी सिभी हेर्ने, कहिलेकाहीँ टिभी हेर्ने चलन त हराइसक्यो होइन आजकल होइन। टेलिभिजन यता सोफा सेटमा धेरैजना साथीभाइ बसेर गफसफ गर्ने पनि मिल्ने, यसरी टेबलमा चट्ट चिया खाएर बस्ने होइन। अन्त हामी त खास गरी 1 2 जना 3 जना 9 जना बस्ने ठाउँ हो, तर खास गरी मान्छे छैन। सो हामी 2 जना भनौँ साथीसँग बस्छौँ, 2 3 जना। सो त्यतिखेर अब थोरैमा चाहिँ रुम पनि सफा हुनुपर्ने हुन्छ। रुम चेकिङ बेला भइरहन्छ। सो घर बस्दाखेरि चाहिँ अब रुम चाहिँ सफा गरेर बस्नुपर्ने हुन्छ कि कसो। डाइनिङ चट्ट हुनुपर्ने होइन कसो। बेला टिभी सिभी हेर्नुको लागि त्यहाँ छँदैछ होइन। अब त्यस्तै गरेर यहाँनिर चाहिँ अब कम्पनीको रुल्स एन्ड रेगुलेसनहरू टाँसिएका छन् यहाँनिर होइन। कुनै अब चेकिङ आउँदाखेरि पनि सम्पूर्ण अब ट्याक्टिक हुन्छ होइन, कतारको रुल्स राम्रो फलो गर्नुपर्छ होइन। सो यहाँ आइरन गर्ने ठाउँ छँदैछ, आइरन यसरी राखिया छ है। अब मेडिकलको लागि त्यहाँ छ होइन, कोही हातसात काटिहाल्यो, केही भइहाल्यो भने होइन, यो पनि छ एउटा इमर्जेन्सीको लागि होइन, ब्लड रोकाउनुको लागि। अब बाथरुमको लागि त कल्पना नगर्नुहोस् होइन कि कसो। जति आफूले सरसफाइ राख्न सके त्यति नै राम्रो कि कसो होइन त।
अब सम्पूर्ण त देखाउनु त के देखाउने होइन। त्यही गरेर म यतिर लाग्दैछु, तपाईँहरूले पनि लान्छु। अर्को एड्रेस खास गरी यहाँ 3टा रुम हो। 3टा रुममा कम्तीमा पनि 9जना बस्नुपर्ने हुन्छ, तर हामी यहाँ चाहिँ कहिले हामी 3जना बसिन्छ, कहिले 4जना, कहिले 2जना होइन, कहिले एक्लै पनि जहाँ बस्नुपर्ने हुन्छ। सो यतातिर नछ एउटा रुम छ, हामी बस्ने गर्छौँ। हेलो, यहाँनिर हेर्नुहोस् न, हेरेर छ त कहाँ